गल्ली गल्ली धेरै भएको असन छ, चुरोट र चिया पाउने पसल छ। ऱ्यापर्सको 1 से बढकर 1 नसल छ। सुरु हुँदैछ ऱ्याप स्टार, जहाँ ऱ्यापर्सहरूको हसल छ। के अडिसन दिन लागेका ऱ्यापरहरूले हाम्रो जजको मन जित्लान् त? हाम्रा जजहरू साह्रै कठिन हुनुहुन्छ इम्प्रेस गर्नको लागि। हाम्रो पहिलो जज, जसले नेपाली हिपहपलाई निकै उचाइमा पुर्याउनु भएको छ र उचाइमा पुर्याउन सफल यति हुनुभयो कि उहाँ आफैलाई तल झर्न गाह्रो भइसक्यो। उहाँको नाम छ झापाली जे, एके बेलबारी, एके बेतना, एके उर्लाबारी, एके पत्री, एके दमक, एके दुधे, एके सुरुङ्गा, एके माइखोला, एके चाराली, एके बिर्तामोड, एके काँकरभिट्टा। हाम्रो दोस्रो जज यस्तो व्यक्तित्व हुनुहुन्छ जसको पहिलो ऱ्यापले नै देशभरिबाट चर्चा पाउन सफल भएको थियो। उहाँको ऱ्यापको बोल रहेको छ, दाइ गए कारखाना, भाउजूको घरमा 4 जना, यह यह। हाम्रो तेस्रो जज यस्तो व्यक्तित्व हुनुहुन्छ जसले देशभरिका धेरै युवाको आँखा खोलिदिनु भएको छ। उहाँ कसैलाई सुतेको देख्नै सक्नुहुन्न, गयो कि ओइ ओइ उठ उठ भनेर आँखा खोलिदिइहाल्नु हुनुहुन्छ। Okay, so let's start the show and call up on mic our first performer. हजुरको नाम? मेरो नाम चाहिँ ओके, हजुरले के ल्याउनु भएको छ प्रस्तुत गर्नु? म ऱ्याप सुनाउँछु ल। जानेमा हजुरकै बेलेर गरेर मैले गरेको भनेको तपाईँको कुराहरू जानेको त्यही। मैले गरेर टाकेर काटेर बारेर भनेको कुरा गरेर त्यही। आज काटेर बासेर बारेको गरेर बारेर ब्रदर या कस्तो लाग्यो? यही चिज नेपालीमा भन्न सक्नुहुन्छ? नेपालीमै त बोलेको थिएँ यो। यो नेपाली थियो। मलाई केही कमेन्ट पास गर्नु छैन, मेरो तर्फबाट नो छ, म चाहिँ यसले गर्न सक्दैन तपाईँलाई। आइम सरी। मटे बोल। ब्रदर कहाँ थियो ब्रदर तिमी? जुन चाहिँ त्यो आयो लेजेन्ड ब्रो, मेरो तर्फबाट चाहिँ यस हो क्या, बुझ्यौ नि? यो तिम्रो तर्फबाट एकछिन I'm stunned. Matia. Use the promo code displayed in the screen and win awesome gifts, prizes and money. 120 देखि 130% बोनससम्म आउन सक्छ र धेरै गेमहरू भइरहेका छन्। स्क्रिनमा पनि डिस्प्ले गरिदिएको छु। प्रोमो कोड युज गर्नुभयो, डिस्क्रिप्सनमा लिङ्क छ। भनेदेखि बाहिर बस्नुभएको नेपालीहरूलाई फाइदा हुनसक्छ। सो नर्मली चाहिँ बाहिरबाट धेरैले युज गर्दा हुन्छ। ओके, लेट्स कल अप आवर नेक्स्ट पर्फर्मर। Jump, yeah, baby! God! ए कंगारू, कंगारू। तपाईको नाम के पो थियो? अल्जेब्रा। अल्जेब्रा। ओके, सुरु गर्नुहोस्। तपाईँले जे पनि ल्याउनु भएको छ। म तान्दैछु अर्को पाले तान्दैछु मेरो केटाहरू तान्दैछु मेरो केटीहरूसँग तान्दैछु म खतरा हो या मेरो केटाहरू म यहाँको नाइके या अर्को पनि सक्यो ओके ब्रदर स्टप
भाइको तान्दैछु भाइको यही तान्दैछु मात्रै धेर भयो भाइको फ्लो ठिकै लागेको थियो सुरुमा बट आई वाज एक्सपेक्टिङ कि केही लिरिक्स पनि आउँछ भनेर बट यसपालिको लागि चाहिँ म अनफर्चुनेटली नो भन्न चाहन्छु भाइ ओके बाँकी जसले के भन्छन् वी स्टिल गट होप है ल चुप लाग यार बाले बुझेन तैँले बाल्दै थियो यार 3टा बाल्दै यार भाइले यार कहाँबाट बाले त थाहै थिएन यार त्यसलाई केही थाहा छैन यार भाइ है आउनु चाहिँ पर्छ है आई वान्ट हिम अब काठमाडौँमा हुन्छ नि भाइले उफ्रिने पनि रहेछ तिमी है खुट्टा त खत्रै रहेछ भने मान्छे मात्र काले टिङ्रिङ तर बाबा एनर्जी बाफ रे है मेरो तर्फबाट यस हो होइन ल भाइ ल है अब भाइ उफ्रियो होइन अब पावर हाउसले भनिदिइसकेपछि युआर इन होइन मैले क्या माइक मैले I'm stoned. म धेरै आत्तियो ओके कोही त राम्रो आउँछ होला नि यार आइरहेको आई एम गेटिङ बोर्ड यार यसरी चाहिँ बोर भइसक्यो म ओके लेट्स कल अप आवर नेक्स्ट परफर्मर आउनुहोस् यस हजुरको स्टेज नेम मेरो स्टेज नेम चाहिँ इन्टिग्रेसन टु द पावर फ्र्याक्सन ओके हजुरले जे पनि ल्याउनु भएको छ सुरु गर्नुहोस् या let it kai let it kai let it kai let it let it kai let it kai ai yeah let it kai मैले यही राखेको थिएँ let it kai या होटलबाट चढेको लाइट र या बाबा let it kai मेरो करियर म्याच करियर let it kai मेरो म्याच करियर let it kai मलाई चोट तान्छ I feel you let it day म्याच तान्छ let it kai या मसँग ये मसँग let it bete ai या अनि त्यो र्याप हो यो र्याप हो भग्न आएको यहाँ र्यापको नाममा आएर गरा के हो लाइटर खोइ के लाइटर यस्तो हुन्छ र्याप अनि जस टुपाकले पनि यस्तै गर्छ होइन कुन चाहिँ टुपाकले यस्तो र्याप हानो त्यो टुपाक होइन 2 प्याक खाएपछिको र्याप चाहिँ हो यो र्याप हो र्याप भनेको के हो शब्दको खेल मेटाफोर भावना कविता लिरिक्स राम्रो लिरिक्स बसेर सोचेर लेख्ने त्यो हो र्याप यो के गरेको यो देशको स्थितिको बारेमा निकाल आफूले भोगेका कुराहरू निकाल विगतका कुरा निकाल एजुकेसन सिस्टमको बारेमा निकाल अनटचेबिलिटीको बारेमा निकाल र्यापबाट धेरै थोक गर्न सकिन्छ र्यापलाई राम्ररी युज गर्न म केही कमेन्ट पास गर्दिनँ बाँकी तिमीहरूमा चाहिँ जे गर हो सर झन्डै हान्यो भन्दा नि मलाई चाहिँ मन पर्यो है I'm sorry man I'm living यार I'm sorry म तिमी यहाँ हुन्जेल पनि मलाई बस्नु I'm sorry man के नेकले चलाइदिने मलाई चाहिँ मन पर्यो होइन मलाई चाहिँ धेरै मन पर्यो होइन अरू जसले जे भने पनि होइन तर म के भन्छु भने अब एउटा जसले छोडिदियो होइन अब के गर्ने अब त्यसले प्रड्युस गरिरहेको थियो होइन अब अर्को प्रड्युसर खोज्नु पर्ने जस्तो अब मेरो तर्फबाट त इन हो यार के भन्छ यार I'm stoned. म धेरै आत्तियो ओके अघिको जस्तो छैन भने चाहिँ लेट्स कल अप अन माइक आवर नेक्स्ट परफर्मर यो यस नाम ब्रदर मेरो नाम एके कट्टा एके बिग बोय एके ब्याड बोय एके ब्ल्याक बोय एके टल बोय एके सर्ट बोय अनि घरिघरि मेरो बढ्छ पनि ओके हजुरको सुरु गर्नुहोस् मसँग कट्टा छ मेरो केटाहरूसँग कट्टा छ बुझ्ने नखोज मसँग योसँग पनि कट्टा छ योसँग पनि कट्टा छ तँसँग पनि कट्टा छ तर तँसँग गोली छैन मसँग गोली पनि छ यो म थर्काइदिन्छु बड्काइदिन्छु तेरो आत्मालाई झस्काइदिन्छु यो
के हाँसेको त मुजी bring that कट्टा bro या मेरो केटाहरू खतरा छ म घर जान्छु अनि भात खान्छु अनि म बस्छु इन काठमाडौँ यो मेरो केटाहरू खतरा छ मसँग पनि कट्टा छ योसँग पनि कट्टा छ यो keep your hands up keep your hands up keep your hands up सर हात क्या हात keep your hands up keep your hands up yo खतरा केटाहरू खतरा छ स्टप तेरो ग्याङ छ ओठनी चार्दा दुध आउला जस्तो देखिन्छ ग्याङ छ कट्टा छ घोडा छ कट्टा गोली छ भाइ तेरो बाउ तेरो खानदान सबैको पुस्ताको पुरै सम्पत्ति मिलाएर नि एउटा ग्लक 90 म्यागजिन आउँदैन होला क्या भाइ कट्टा छ ऱ्यापमा रियालिटी खोइ रियल बन्न खोजेको खोइ त होइन बोल चाहिँ बोल के छ भाइ के छैन होइन भइहाल्छ नि होइन कट्टा नभए पनि किचनमा नाइफ त भइहाल्छ नि किचनमा नाइफ हुन्छ होइन मलाई चाहिँ एकदम मन पर्यो होइन पावर हाउसले भनेपछि भन्यो क्या अघि पावर हाउसले भनेपछि भन्यो होइन यु आर इन है आई वान्ट यु इन I'm stoned bro म धेरै आती होइन तिमीहरूको खुस्किया छ कि के सेलेक्ट गरिरहेको छौ यसलाई होइन ब्रदर आइ एम सरी बट तिमी सेलेक्ट हुन लायक चाहिँ मैले देखेन होइन यो ग्याङ यो ल्याङफ्याङ यो ब्ला ब्ला गोली कट्टा म्यागजिन होइन AK-47 यसरी हुँदैन ऱ्याप ब्रो तिमीबाट हुन्छ जस्तो चाहिँ केही लागेन तिमी जाऊ ए सुन त नाम चाहिँ के थियो तिम्रो रियल नाम त मधु खड्का यति राम्रो नाम रहेछ बिगारेर नाना तिमी जाऊ भाइ एकछिन आउट अब राम्रो गर्ने चाहिँ सधैँ भन माइकमा त्यहाँ अबदेखि राम्रो लेख्ने छु हो अब जाऊ ओके लेट्स कल आवर नेक्स्ट पर्फर्मर हजुर नमस्ते सब जजहरू हजुरले चाहिँ के प्रस्तुत गर्न आँट्नु भएको छ सुनाउनुहोस् म चाहिँ मेरै एउटा सानोतिनो म पनि कहिलेकाहीँ यसो गाउने गर्छु सानो छु त्यति बढेको त छुइनँ सानोतिनो च्यानल छ अब त्यसैमा एउटा नयाँ हाल्न आँटेको गानाको 4 बोल सुनाउन चाहन्छु इज इट आफ्नै गाना यस नाउ आई एम मोर इन्ट्रेस्टेड है ल सुनाउनुहोस् यस ढिला नगरी यो गाना चाहिँ मलाई धेरै पहिलेदेखि हाम्रो अनिल अधिकारी सरले क्रिएट गरिदिनु भएको एउटा प्लटमा मलाई पनि केही बनाउनु मन थियो त्यो प्लटलाई बेस लिएर अनि यो गाना चाहिँ ती सबैजनालाई डेडिकेटेड जसले आफ्नो साथीभाइ इष्टमित्र बुबा आमा गुमाउनु भएको छ इट गोज लाइक 9 वर्ष अगाडिको कथा हो त्यो रातिको गाउँदैछु गीत तेरो सम्झनामा साथी यो कहाँ छस् त भन्न किन नबोल्या मसँग अझै याद आउँछ तेरो मलाई बिहान दिउँसो रातिसम्म बाहिर मात्र हाँसिरहेको भित्रबाट खुम्चिसके चाहदिन भुल्न तर विगतबाट उम्किसके सम्झना सहानुभूति सपनामे सुम्पिसके मेटिएका छैनन् तर घाउहरू सुकिसके गाह्रो हुन्छ बाँच्न यहाँ पीडा यो सहेर दिन काट्दैछु कल्पिँदै त आउँछस् कि फर्केर भनी लाग्छ कतै मसँगै त छस् आज साथी अनि फोन गर्छु कहिलेकाहीँ त उठाउँछस् भनेर किन जन्मिएको थिस् त साथी लिएर यस्तो कर्म आज एक्लै छु छाडी गइस् मलाई यो सहरमा तँलाई भेट्न आउँछु सधैँ म त्यो सपनाको घरमा साथी बन्नुपर्छ फेरि लिएर आइज अर्को जन्म आज आकाशमा हेर्दै बोलिरहेको छु मनी विगत तँलाई बिर्सी भविष्यमा अघि बढ्दै अनि तेरो सम्झना छ साथमा त सँगै नभए नि मुटुभित्र नै छस् अझै हामीलाई छाडी त गए नि याद छ नि साथी तैँले भन्ने गर्थिस् मलाई यमराजले मलाई जित्नु अघि भिड्नुपर्छ तँलाई संजोगवश मृत्युलाई अँगाल्न परे मैले तेरै चिता सँगसँगै जलाइदिनेछु आफूलाई यति थोरै सुनाएको मैले सर वाउ वेल that was good okay still lacking धेरै कुरा ल्याकिङ छ है यस सर obviously धेरै चिज ल्याकिङ छ बट आई विल ट्राई टु इम्प्रुभ पर्फेक्ट त हुँदैन कहिले नि धेरै कुरा ल्याकिङ छ इम्प्रुभ गर्न जरुरी छ वर्ड प्लेसमेन्टहरू अझै पनि हेर्न जरुरी छ तर शब्दहरूसँग खेल्ने ट्यालेन्ट र मेटाफोर्सहरू एकदमै मन पर्यो वेल मेरो तर्फबाट यस छ तपाईँ अर्को राउन्डमा अझै इम्प्रुभ भएर आउनुहुनेछ भन्ने आशा छ यस म यु आर सेलेक्टेड फ्रम माई साइड यस सर थ्याङ्क यू सर अङ्कल सरी म त तपाईँ कविता वाचन नेक्स्ट स्टेजमा होला भनेर कन्फ्युज भइरहेँ
न लुक छ ब्रदर, ट्याटु पनि छैन, एउटा छेडेको पनि छैन। तपाईँको वेल नेचुरल मात्र छ, अरूमा अरू छेडे छैन, ट्याटु स्याटु के ऱ्यापर जस्तो देखियो ब्रा। कसरी मिला यार, मलाई त मनै परेन यार अङ्कल यार, कविता वाचन जानु क्या तपाईँ यार, ऱ्यापिङै हुँदैन कि यो मन सन तन छ इम्पोर्टेन्ट छ यसको लागि होला होइन, तर मेरो लागि त यु आर नट इन आउट ज्याकै फालिदिएँ मैले। ल आइम नट स्टन्ड, म यसपालि चाहिँ हात दिन सकिनँ।